हम सब आई चुकल छी जनकपुर के कुपेश्वर नाथ महादेव में। कुपेश्वर नाथ महादेव के इतिहास के संबंध में ई कहल जाय छे जे ई मंदिर राजा जनक कालीन छे, अर्थात राजा जनक जनकपुर के विभिन्न चारू कात कोण में शिव के मंदिर स्थापना कलखिन। वही मंदिर के क्रम में ई कुपेश्वर नाथ महादेव छे। एठाम जे खास क पुरातात्विक अवस्था के बात कल जाए तो एठाम के महंत बतबै छे, एठाम के पुजारी बतबै छे जे महादेव के लिंग छे, शिवलिंग छे यहाँ के ओ त्रिव्यंबकेश्वर महादेव के जका मिलत जुलत छे, अर्थात वही हिसाब के एठाम के शिवलिंग छे। हम सब आजुक मंदिर के अवस्था की छे और मंदिर खास कर गुट्ठी संस्थान अधीनस्थ छे, गुट्ठी संस्थान संचालन कर रहल छे, तो ई मंदिर के इतिहास की छे, एकर संपूर्ण अवस्था की छे और इस तमाम पर विषय पर केंद्रित भका आई अपने सबके जानकारी देब। जनकपुर धाम उप महानगर पालिका वार्ड नंबर 12 कुआ गाँव में श्री कुपेश्वर नाथ मंदिर रहेको छ। यस मंदिर में कुपेश्वर नाथ महादेव को शिवलिंग एक आकृति विहीन कालो पत्थर पछि स्थापना गरिएको महादेव को शिवलिंग बसहा र शालिग्रामहरू रहेका छन्। धार्मिक ग्रन्थहरूमा यस नाथको बारेमा उल्लेख रहेको पाइन्छ। गर्भ मंदिर भित्र महादेव कुपेश्वर नाथ एउटा कूप, कुवा वा इनार जस्तो गोलाकार खाल्टोमा रहेका छन्। महादेव कूप, कुवा वा इनार रहेको हुनाले यी नाथलाई कुपेश्वर नाथ भनिएको र गाउँको नाम पनि कुवा भनिएको हो। महादेव कुपेश्वर नाथको शिवलिङ्गलाई केही विद्वानहरूले बराहको थुथ्नो हुन सक्दछ भनेर पनि अनुमान गरेका छन्। महादेव कुपेश्वर नाथ नजिक छेउनिर अर्को शिवलिङ्ग छ जसलाई पछि स्थापना गरिएको हो। बसहाको मूर्ति गोलाकार खाल्टोमा पूर्वतर्फ राखिएको छ। महादेव कुपेश्वर नाथलाई चाँदीले बनाइएको एउटा सानो सर्प वा नागले ढाकेको जस्तो देखिन्छ, जुन कुनै भक्तले अर्पण गरेको हुनु पर्दछ। यसको सामुने पश्चिमतर्फ शालिग्रामहरू मन्दिरको दिवालमा तख्ता बनाएर राखिएको छ। गर्भ मन्दिरमा पस्नुभन्दा अगाडि सानो जगमोहन रहेको छ। भक्तजन गर्भ मन्दिर पसेर वा जगमोहनबाटै महादेव कुपेश्वर नाथको पूजा अर्चना गर्दछन्। भनिन्छ महादेव कुपेश्वर नाथको मन्दिर चतुर्भुज गिरीकै समयमा बनेको हो। यो राम मन्दिर जतिकै पुरानो मानिन्छ। यसको पुनः निर्माण विक्रम सम्वत 1996 सालमा भएको हो। फेरि 2051 सालमा जीर्णोद्धार भई वर्तमान रूपमा मन्दिर देखिएको हो। कुपेश्वर नाथ महादेव को मंदिर को चारैतिर परिसर प्रखारले घेरिएको छ र मंदिर पस्ने द्वार पूर्वतर्फको छ। द्वारबाट मन्दिर जाने बाटोमा दुवैतिर बालुवा र सिमेन्टले बनेको सानो जडित पारदर्शी साना पर्खालहरू छन्। आजकल यी खम्बा र पर्खाललाई रातो रङले रङ्गिएको छ। सडकबाट मन्दिरसम्म पुग्न दुईवटा द्वार पार गर्नु पर्दछ। दुवै द्वारमा शुभ चित्रहरू, कलश, फूल, माछा आदिको चित्रहरू बनाइएका छन्। महादेव कुपेश्वर नाथको मन्दिर शिखर शैलीमा निर्माण गरिएको भए तापनि एक चारी छाना राखिएको बनाइएकोले मैथिली वास्तु शैलीको उत्तम नमुना मानिन्छ। यस्ता छानाहरू बङ्गालका पालकालीन राजाद्वारा निर्मित मन्दिरहरूमा देखा परेको कुरा विज्ञहरू बताउँछन्। मन्दिरको वरिपरि दिवाल वा भित्ताहरू रङ्गी बिरङ्गी शुभ मैथिल चित्रहरू, मयूर, सुगा, कलश, पातहरू आदि छन्। महादेव कुपेश्वर नाथको बारेमा धेरै किंवदन्ती सुनिन्छ। महादेव कुपेश्वर नाथको बारेमा धेरै किंवदन्तीहरू सुनिन्छ। स्थानीयहरूका अनुसार मन्दिर भएको ठाउँमा पहिला बजार लाग्दथ्यो। महादेव मन्दिरको सानो लोहरो जस्तो भएकोले एकजनाले मन पराएर दक्षिणतिर लगिरहेको थियो। जब उसले बोर्डर पार गर्न लागेको थियो, यो लोहरो एकदम गाह्रो भयो, उसलाई लाग्न सकेन। जुन ठाउँमा लगेको त्यही ठाउँमा राखिदियो। पछि गाउँलेहरू यस ठाउँमा स्थापना गरी पूजा अर्चना गर्न सुरु गरे। एकपल्ट अर्को घटना भयो। दुई दिदी बहिनीहरू महादेव कुपेश्वर नाथको पूजा गर्दै थिए। बहिनी चाहे उठेर पूजा गर्न सुरु गरिन्। दिदीले किन उठेर पूजा गरेको, बसेर पूजा गर भन्दा बहिनीले म त महादेव कुपेश्वर नाथलाई यति अग्लो देख्दछु कि कसरी बसेर पूजा गर्नु भनिन्। बरु दिदी उठेर पूजा गर्न अनुरोध गरिन्। दिदी बहिनी दुवै महादेव कुपेश्वर नाथ सानो र अग्लो विषयलाई लिएर विवाद उठ्यो। अन्त गाउँलेहरूले
लाई बोलाएर कुपेश्वरनाथको असली रूप बताइदिए। दुवैको चित्त बुझ्यो। मन्दिरको परिसरभित्र चार पाँचवटा कोठा रहेको पक्का घर छ। पहिला यहाँ संस्कृत पाठशाला थियो। अहिले यो पाठशाला राम मन्दिर परिसरमा लगिएको र पछि अन्यत्र सारिएको छ। मन्दिरको उत्तर पूर्वमा पार्वतीको मन्दिर निर्माण गरिएको छ। मन्दिरको जगमोहन अगाडि यस मन्दिरका भूतपूर्व महन्तहरू सुरतगिरी, गोकुलगिरी, रामेश्वरगिरी आदिको समाधि स्थल छ। यसमा सिमेन्ट वा बालुवाको केही अग्ला मठ बनाइएको शिवलिङ्ग वा पत्थर राखिएको छ। महादेव कुपेश्वरनाथको मन्दिरमा शिवरात्रि र श्रावण विशेष गरेर सोमबारीमा पूजा अर्चना गर्ने भक्तजनको भिड लाग्ने गरेको छ। संसारसारं भुजगेन्द्रहारं सदा वसन्तं हृदयारविन्दे भवं भवानी सहितं नमामि। मन्दारमाला कलितालकाय कपालमाला कृतगन्धराय दिगम्बराय च दिगम्बराय नमो शिवाय अखण्डानन्दबोधाय शोकसन्तापहर्णे सहितानन्द रूपाय शङ्कराय नमो नमः। के नाम पढ्यो हजुरको? मेरो महन्त तुलसी गिरी, जिल्ला उदयपुर, गढी गाउँपालिका वडा नम्बर 6 मा चाहिँ मेरो भनौँ न घरहरू त्यहाँ पर्छ। म चाहिँ यहाँ 2069 सालदेखि यहाँ आएर चाहिँ यी कुवा कुपेश्वरनाथ शिवालय र राजदेवी दुईटा मन्दिरको चाहिँ म सेवा पूजा गरिरहेछु। के छ यो कुपेश्वरनाथ महादेवको इतिहास? अब मैले चाहिँ अहिलेसम्म कुवा कुपेश्वरनाथ शिवजीको बारेमा त्यति साह्रै खास मैले थाहा पाएको त छुइनँ। तर मैले थाहा पाएको भन्न चाहिँ मिलेन। एकजना यहाँ श्याम यादवजीले चाहिँ यो पूर्वमा चाहिँ यो के अरे कपिलेश्वर महादेव र पश्चिममा जलेश्वर महादेव र उत्तरमा क्षीरेश्वर महादेव र यहाँको चाहिँ जम्मा 4वटा महादेव कुवा कुपेश्वरनाथ शिवालय जम्मा 4वटा महादेवको चाहिँ अब सीताजीको बिहा हुनुभन्दा अगाडि चाहिँ खजनाहरूको लागि र कुवा कुपेश्वरनाथ चाहिँ पानी नसुकोस् भनेर स्थापना गराएको भन्ने कुरो जनक राजाले गरेको भन्ने कुरो चाहिँ अब यहाँका ऐतिहासिक व्यक्तिहरूले भनेको कुरा अनुसार मलाई चाहिँ त्यति इतिहासहरू मैले केही खेला यो मन्दिरमा अन्यत्र जति मन्दिर छ नि त्यो सबै मन्दिरमा तपाईँको शिवलिङ्ग छ। यहाँ कूप जस्तो हो किन? अब यहाँ चाहिँ कुवा कुपेश्वरनाथ यहाँ चाहिँ कुवाको आकारमा यहाँ पानी कहिले पनि नसुकोस् हैन र यसमा चाहिँ अब भनौँ न सुन चाँदीहरू खजनाहरू पनि छ र यसको मुनि भन्ने कुरो चाहिँ भनेका छन्। अब त्यो भनाइ साँच झुटो के हो त्यो कुरो चाहिँ मलाई थाहा छैन। अनि त्यो भित्र जुन कूप छ नि त्यो कूपमा पानी कहिले सुकिँदैन? हजुर, त्यो कुवा जस्तो जुन कूप छ त्यो पानी चाहिँ सुक्दैन। जस्तै यहाँ पनि र अनि महाराष्ट्रमा त्र्यम्बकेश्वर शिवजीको पनि यही आकारमा
हुनुहुन्छ यो लोहोरे आकारमा शिवलिङ्ग छ र यस्तै चाहिँ कूप छ। त्यो कूपमा चाहिँ हामीहरू गएर हामीहरू त्यहाँ चाहिँ अब पुरै नाङ्गे जस्तो जन्मेको त्यस्तै भएर त्यहाँ जानुपर्छ, नभएदेखि लुगा लगाएर त्यहाँ जान दिँदैन। र हामीहरू करिब करिब 1.5 लाख जति साधुहरू त्यहाँ गएर चाहिँ त्र्यम्बकेश्वरको दर्शन चाहिँ गरियो भनौँ न, पूजाआजा त होइन, दर्शन मात्रै भयो। अनि त्यहाँनिर जसरी त्र्यम्बकेश्वरको पनि हाम्रो यहाँ कुवा कुपेश्वरको पनि यहाँको कुवा कुपेश्वरनाथ शिवालय 12 नम्बर वार्ड जनकपुरको जस्तै त्यहाँ त्र्यम्बकेश्वरको पनि कूप छ। त्यो कूपमा चाहिँ अब हामीहरूले त्यहाँ छुन मात्रै पाइन्छ। यसो पूजापाठ गर्न त टाइमै हुँदैन। अब 1.5-2 लाख 3 लाख साधुहरूको चाहिँ झुनमा जाइन्छ। जस्तो अर्थात् त्रिम्बकेश्वर भनेको ज्योतिर्लिङ्ग हो, 12वटा ज्योतिर्लिङ्ग मध्ये एकवटा ज्योतिर्लिङ्ग हो र त्यही आकारमा त्यही स्वरूपमा यहाँ पनि त्यही किसिमको त्यही रूपमा हुनुहुन्छ। अब यहाँको कुवा कुपेश्वरनाथ शिवालय शिवजीको पनि र अनि एक राजदेवी पनि हुनुहुन्छ। उहाँ दुईजनाको चाहिँ मैले यो सपनामा चाहिँ सेवा गर्ने मौका दिन्छु, त आइज भनेर नि उहाँले भन्नुभयो र म आएको हुँ। र मलाई यहाँ कसैले पनि कुनै व्यक्तिले पनि यहाँ चाहिँ तपाईँ यहाँ आएर बसिदिनुहोस्, पूजा गरिदिनुहोस् भनेर मलाई कसैले रिक्वेस्ट गरेर म आएको होइन। म शिवजीले नै मलाई सपनामा चाहिँ सेवा गर्न तयार भएर आउनु भनेर उहाँले नै भन्नुभयो र म आएको हुँ। अहिलेसम्म मेरो चाहिँ कुनै पनि व्यक्तिहरू सहयोगी पनि छैनन् र हाम्रो दरबन्दी भनेको 4 जनाको छ, महन्त, पुजारी, भण्डारी र टहलु, जम्मा हाम्रो 4 जनाको दरबन्दी छ। त्यसमध्येमा म अहिले 1 जना महन्तले मात्रै यो सम्पूर्ण झाडु बडारू गर्ने भोग राज गराउने सबै काम म अब गरिरहेको छु। भित्र मन्दिरमा भित्र नि एउटा लिङ्ग हुनुहुन्छ बाबा कुपेश्वरनाथ जो कुवाको आकारमा हुन्छ। त्यसपछि त्यहाँ अरू 4 लिङ्ग भएको एउटा मूर्ति चतुर्मुखी ब्रह्माको रूपमा चाहिँ उहाँ पनि शिवजी पहिले यो शिवजी चाहिँ घुम्नुहुन्थ्यो अरे। यो सीमा आफ्नो सीमा नकट्ने 12 नम्बर वार्ड भित्रमा चारैपट्टि घुमिरहनुहुन्थ्यो अरे र यहाँ रहनुहुन्न थियो अरे। अनि त्यति बेला चाहिँ यो हामीहरू भन्दा अगाडिको एकजना गोकुलगिरी भन्ने चाहिँ महन्त हुनुहुन्थ्यो। उहाँले चाहिँ सपनामा भन्नुभयो अरे कि म चाहिँ मेरो साथी ल्याएर नराखेसम्म म जान सक्दिनँ, रहन सक्दिनँ, यहाँ बस्न सक्दिनँ, मेरो व्यवस्थाको लागि साथी चाहियो भनेपछि अनि उहाँले नि त्यो बर्तिरको ठुलो लिङ्ग चतुर्मुखी लिङ्ग शिवजीको चाहिँ स्थापना गराउनु भएको गोकुलगिरीले भन्ने अब यहाँका मानिसहरूको भनाइअनुसार मलाई त्यो कुरो चाहिँ इतिहास त्यत्रो। त्यहाँ अर्को त्यो साइडमा विष्णुको एउटा ठुलो प्रतिमा छ, ऐतिहासिक प्रतिमा छ। त्यो प्रतिमा गाउँमा पाइएको छ, के छ त्यसको इतिहास बताइदिनुहोस्। अब हामीले त्यस्तो इतिहास त खासै विष्णुको बारेमा चाहिँ अब थाहा छैन, किनभने नभएको कुरालाई अब भन्नु पनि मिल्दैन। अब यो चाहिँ माटो काटेर बेच्ने क्रममा चाहिँ एकजना यहाँको विष्णु खद्वे भन्ने मान्छे चाहिँ उहाँ ट्र्याक्टर चालक माटो चाहिँ ढुवानी गरेर बेच्नको लागि माटो कटानी गरेर लिएर आउँदै हुनुहुन्थ्यो। त्यही क्रममा चाहिँ त्यहाँ खन्दाखेरि चाहिँ यो के भन्छ रुपैठा र यो उसको सीमामा त्यहाँनिर खेतमा चाहिँ माटो काट्ने क्रममा चाहिँ भेटिएको शिवलिङ्ग र शिवलिङ्ग होइन विष्णुको लिङ्ग, विष्णु मूर्ति र अनि त्यो मूर्ति चाहिँ यहाँ अब वाद विवाद त अब धेरै चल्यो। त्यति बेला चाहिँ मूर्तिलाई चाहिँ भनौँ न विष्णु मूर्तिको चाहिँ मन्दिर बनाउने भन्ने कुरा पनि चल्यो। तर म चल्यो भन्ने कुरो सुन्छु, पैसाहरू पनि निकै जम्मा भयो भनेर सुन्छु। तर मैले त्यो पैसा कसले जम्मा गर्यो, कहाँ राखेँ त्यो मलाई पनि थाहा छैन। तर मूर्ति चाहिँ अब यही शिव मन्दिरमा ल्याएर राखिएको छ। अहिलेसम्म यो मूर्ति चाहिँ कुनै गुठी संस्थामा पनि दर्ता छैन र पुरातत्व विभागमा पनि दर्ता छैन र रेकर्ड चाहिँ फलान ठाउँमा यस्तो मूर्ति छ भन्ने रेकर्डसम्म छ। तर यो मूर्तिको दर्ता गरेर पूजा सेवाको कुनै पनि स्थानीय व्यक्तिबाट पनि छैन, कुनै सरकारबाट पनि अहिलेसम्म भएको छैन। र खास गरी विष्णुको मूर्ति चाहिँ शिव मूर्तिमै ल्याएर राख्नु चाहिँ अलिकति
अशोभा नि जस्तो मेरो विचारमा लाग्छ। अनि अर्को बाहिरपट्टि जुन छ नि, बाहिरपट्टि पिपल मुनि पनि एउटा विष्णुको प्रतिमा मैले हेरेँ। बाहिर बाहिर राखिएको चाहिँ अब कसैले चाहिँ शनिको रूपमा राख्नुभएको हो। हजुर। अब विष्णुको आकारमा भए पनि अब पिपलको गाछी मुनि चाहिँ खास अब के शिवजीको मूर्ति हुन्छ कुनै साधकको लागि। आफै उत्पत्ति भएको हो कि कसैले बनाएर राखेको के छ तपाईँले? यो चाहिँ कुनै आफै उत्पत्ति भएको होइन, अब कुनै व्यक्तिले ल्याएर राखेको हो। म कुनै व्यक्ति ल्याएर राखेको अहिलेसम्म मूर्तिहरू धेरैवटा लिएर आउनु छ, टुक्रा टुक्री मूर्तिहरू ल्याएर राख्नुहुन्छ, तर मैले ल्याएँ भनेर कसैले नि मलाई अहिलेसम्म भन्नुभएको छैन। अर्थात् यो एरियामा धेरै पाइन्छ त्यो टुक्रा मूर्तिहरू भन्नु पर्दा? हजुर, कहिले काहीँ अब पाइन्छ, तर धेरै जस्तो यहाँका अलिकति केटाकेटीहरूको चाहिँ उसिल केटाकेटीहरू छन्, अब कुनै तोडफोड पनि गर्छन्, कुनै मिल्काउँछन् पनि, अब त्यस्तो पनि गरिराखेका छन्, देखिरहेको छ होइन। अब त्यसको पछाडि हामी लागिरहँदैनौँ, राखिदियो भने ठिकै छ। मन्दिरको सञ्चालन तपाईँको कसरी भइरहेछ? गुठी संस्थानले गरिरहेछ? अब यो गुठी संस्थान शाखा कार्यालय जनकपुरबाट चाहिँ जम्मा महन्तको तलब 1000 रुपियाँ छ, अनि त्यो टहलु भनेको 500 छ, दरबन्दी 2007 सालको दरबन्दी हो, अहिलेसम्म त्यसको अगाडि बढ्न सकेको छैन। भण्डारी भात पकाउने भान्सेको पनि 500 रुपियाँ छ, पुजारीको पनि 500 रुपियाँ छ, त्योभन्दा अगाडि बढाउन सकेको छैन। महन्तको पनि 1000 रुपियाँ छ, र अनि महिनाको खानकी बापत 12 मन धान हुन्छ, जम्मा जम्मी त्यही हो। त्योभन्दा त्यसले चल्छ त यो मन्दिर? 30,000 रुपियाँ वार्षिक खर्च, वार्षिक खर्च चाहिँ 30,000 रुपियाँ छ दुईवटा मन्दिरको, र पर्व खर्च सहित गरेर। र अब पर्वमा चाहिँ नि अब हाम्रो शिवरात्रि भयो, अनि वसन्त पञ्चमी भयो, माघे सङ्क्रान्ति भयो, यो नयाँ मुङ्सिरे धानको भयो, र दसैँ जात्रा भयो, योहरूको लागि जात्रा चाहिँ त्यो पर्वहरू चाहिँ राखिएको छ, तर पर्वको लागि चाहिँ पर्याप्त रूपमा खर्च चाहिँ छैन। होइन, त्यो त मैले भनेको त्यतिले पुग्छ त? यो पुर्याउन त कहाँ पुग्छ, पुग्दैन। अनि कसरी पुर्याउनुहुन्छ? अब यसो चाहिँ नि अगरबत्ती ल्याएर, यसो चाहिँ मखनहरू ल्याएर चढाएर पनि पुर्याइराख्नु परेको छ, पुर्याइराखिएको छ भनौँ। तपाईँको यति ऐतिहासिक ठाउँ हो यो होइन, यो जनककालीन शिव मन्दिर हो, यति ऐतिहासिक ठाउँ हो, त्यहाँ पर्यटकहरू आउँछ कि आउँदैन? खासै पर्यटकहरू त यहाँ आइरहेका छैनन्। ऐतिहासिक मन्दिर भए तापनि अब यहाँनिर कुनै बाहिरबाट पर्यटकहरू आउनुभएको छैन, र पर्यटकहरूको कुनै खासै आवाज भइरहेको छैन। र यसको लागि अब मैले सुनेको, सपनामा पाएको, भगवान्ले जाने मलाई दिनुभएको दर्शन दिएको अनुसार चाहिँ अहिलेसम्म यहाँ मन्दिरमा त्यत्रो आवाज मानिसहरूको त्यस्तो हुँदैन। अब यही वरिपरिका जाने कपिलेश्वर भयो, रूपैठा भयो, गङ्गुली भयो, यतैका मान्छेहरू मात्रै प्राय आउँछन्। बाहिर चाहिँ जुन इन्डियादेखि आउनुपर्ने अथवा कुनै अरू देशबाट पनि आउनुपर्ने, तर त्यस्तो आएको मैले देखेको छुइनँ र भेटेको पनि छुइनँ। यहीँ नजिकै मान्छेहरू मात्रै आइरहनु भएको छ।